नीलम ढुङ्गानाले सम्हालिन् नेपाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी। नेपाल राष्ट्र बैंकको वरिष्ठ डेपुटी गभर्नर नीलम ढुङ्गानाले कामु गभर्नरको जिम्मेवारी पाएकी छिन्। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंक ऐन 2058 को दफा 27 अनुसार उनलाई यो जिम्मेवारी सुम्पेका हुन्। गत शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकाल पूरा गरी बिदा लिएपछि यो पद रिक्त थियो। रिक्त पदमा नियुक्तिको लागि सरकारले ढिलाइ गरेपछि डेपुटी गभर्नर ढुङ्गानाले कामु गभर्नरको जिम्मेवारी पाएकी हुन्। नेपाल राष्ट्र बैंक ऐन अनुसार गभर्नर अवकाशमा जानु 1 महिना अघि नै नयाँ गभर्नर नियुक्त गरिसक्नुपर्ने प्रावधान छ, तर सरकारले अहिलेसम्म नयाँ गभर्नर नियुक्त गरेको छैन। ढुङ्गानाले राष्ट्र बैंकको कामु गभर्नरको रूपमा आफ्नो जिम्मेवारी सम्हाल्दै देशको आर्थिक स्थिरता र वित्तीय नीतिहरूको कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यसअघिका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल विवादरहित भने रहेन। उनको कार्यकालमा बैंकको स्वायत्ततामाथि प्रश्न उठेको थियो। सरकारले अब छिट्टै नयाँ गभर्नर नियुक्ति गर्ने तयारी गरिरहेको छ।